अमृतसरी धेरै छ गाइस। कस्तो नदेखिएको हौ। झ्याम्मै तल 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 यति चाहिँ सक्यो। यति मात्रै भयो गाइस, यति मात्रै भएको छ। यति नै भयो गाइस, यति नै भएको छ। ए धेरै त छैन। त्यही त अझै अब अझै यस्तो कति 4 चोटि निस्किन्छ होला, यस्तो 4-5 चोटि निस्किन्छ होला। अब यति नै छैन धेरै त। अम्लिसो पनि घाँसको लागि मात्रै हो। हामी त होइन छैन नि हाम्रो त। कति होला अनि कति मुठा भयो? त्यस्तै 30-40 मुठा त होला। छैन धेरै। 20 मुठा मात्रै भन्नु न। यति नै भयो अहिले चाहिँ, यति नै भएको छ। अब यस्तो उहीँबाट निस्किन्छ होला कति 3 चोटि जति त यस्तो उहीँबाट निस्किन्छ होला। अनि यता घर मुनतिर पनि छ अलिअलि, त्यस्तै 5 चोटि जति जस्तो। यहाँनिर अनलक गर्दैछु होइन, किनभने म मासु खान्न नि त। अब मासु नखाएपछि त मलाई अलिक इनर्जी दिने त चाहियो। त्यही भएर 2 PM लिन जान आँटेको गाइस। मेरो निन्जा S2R मा चाबी छ यहाँ। चाबी चाहिँ म यता राख्छु। ल अब लागे होइन 2 PM लिन दोकान। अनि फेरि अमृतसर काट्नु जानुपर्ने। हेलो को उतालाको कपाल चाहिँ के भएको यार यस्तो। अब गाइस घर पुगेर ल कामकाजी ठुलो मम्मीले चाहिँ के गर्नुभएछ भन्दा मुलाको गुन्द्रुक सिन्की बनाउनु भएछ। गुन्द्रुक बनाउनु भएछ। अब बनाएर हामीलाई पनि दिनुहुन्छ कि यसो सुकाएर? हामीले त लाइनौँ त। छैन हौ लगाएको। खोइ मम्मीहरूले लाउँ होला। यहाँ मोही लिन आएको। यो चाहिँ गोठ हो गाईको। म त्यसो के गरौँ म? यहाँ आमा हुनुहुन्छ, साह्रै माया गर्ने आमा हुनुहुन्छ। यहाँ बुवा चाहिँ घाम ताप्दै सुत्नु भएको छ, आराम गर्दै हुनुहुन्छ। म चाहिँ मोही लिन आएको यता। अब गाइस घर गएर ल म घर आइसकेँ। अब घर आएर त्यो जोर ल हेरौँ के हुन्छ। अमृतसर काट्नु गएको गाइस। म चाहिँ 2टा झ्याङ काटेँ मैले। यहाँ थियो एउटा, यहाँ थियो एउटा। यो एउटा काटेँ, यहाँ पनि काटेको छु। सरी अमृतसर सिनिकै काट्नुपर्छ अरे गाइस। फेदैमा काटेको छु मैले पनि। अब यति लानुपर्ने, यति छ उयो छ लानुपर्ने घर हो। घाँस चाहिँ अहिले मैले यति। अनि एकछिनमा घाँसहरू लाउनुपर्ने। पहिला माम खाइसकेर अब रागा झिक्नु पर्ने, गोबर सोर्नु पर्ने गाईहरूको। सुँगुरलाई चारो, बाख्रालाई घाँस लाउनु पर्ने। अब बाख्रालाई घाँस, सुँगुरलाई चारो। काम डन भइसक्यो मेरो। अनि गाईलाई घाँस अब रागा झिक्नु छ। रागा पनि पगाल आइहाले। यस्तो घाँस त त्यति छैन। अनि तोरी बारी हेर्नु हाम्रो गाई कति छ तोरी। सबैभन्दा बाक्लो चाहिँ यसमा छ। यसमा पनि छ। यसमा चाहिँ हल्का छ अलिअलि। अनि अन्तिमकोमा छ अलिअलि।
स्टोरी पनि यति छ हाम्रो चाहिँ पलाएर हिँड्दै हुन्छ अब घर अब घरमा गएर हिजोको खन्ने काम गर्नु छ काम त गर्नु पर्यो होइन राइट काम गरेपछि खानु पनि पर्यो उस्तै खानु पनि पर्यो नि अब हिजो पनि एउटा गएको थियो आज चाहिँ के गर्नु आज यति खन्ने हो दिनभरिमा बिहान भात खाएकोदेखि यति खनेको अनि यता छ हिजो यहाँसम्म खनेको थियौँ हामीले यो मात्रै खनेको थियौँ अनि अहिले बिहानदेखि यति खनिसक्यो यति अब यति खन्यो अब यहाँ छ यो दुईवटा जोड्नु मात्रै हो अनि यतिको गहिरो बनाउनु छ यतिकै गहिरो यहाँ त अलिक होचो छ नि त त्यही भएर त अलिक धेरै खन्नुपर्छ क्या यो उकालोमा छ यति खन्नु छ गाइस गली बनाउनु गाह्रो छ नि हो गाह्रो छ अब आज सकिन्छ सकिँदैन आज गोल पनि खेल्नु गयो हो जस्तो छैन गाइस काम गरेपछि त खानु पर्यो नि त वो एक्लै गर्ने बेला हो यहाँ कुरकुरे मासु हुँदो रहेछ कुरकुरे मासु हुँदो रहेछ तपाईँ त नामको काम गर्ने त मै मात्रै हो नि अब त सबैभन्दा शक्तिशाली हो यो घरको अब एक्लै हुने भए गाइस म एक्लै गर्नुपर्छ अब यति काम मम्मी अब माम सब्जी गर्नु गइहाल्नुहुन्छ एक्लै गर्ने बेला अब पार्टनर इन्जर्ड हुनुभयो खुट्टामा बङ्गै लागेर त्यस्तै हो अब एक्लै गर्ने बेला हो के गर्नु र घाँस झारेँ मैले यहाँ तलमा आएर घाँस झारिदिएँ बुवा बटुल्दै हुन्छ आम्मा साह्रो पर्दैछ कति लामो रहेछ घाँस कच्चा देख्नु नि एक खुर्पा ल ल अब घरमा पनि बाख्रालाई काट्नु छ घरमा बाख्रालाई काटेर अनि मात्रै गोर्खा जानु पाइन्छ घरमा अब के काट्नु घरमा छैन घाँस के काट्नु बाख्रालाई घाँस काटेर अनि गोर्खा जान्छु म गाइस ल आजको लागि साढे 3 होला के बनाउँछु कि म ल है त अनि तपाईँको खुट्टा बिग्रिहाल्यो त भोलि सकिन्छ बिहान खन्नु थियो अलिकति खुट्टा ठोकेर बस्नु पर्यो एकछिन म पनि बसेँ फेरि उठेर गर्नु थाल्नुपर्छ रेडी जोड अब काम सक्यो घाँस पनि झार्दै यस्तो फोहोर भइरहेको छु अब यस्तो लुगा फेरेर बल खेल्नु जानुपर्छ आज बाजी खेल्नु आउँछ अरे दाइहरू यो त होइन त 3, 2, 1 रेडी भइसक्यो गाइस टक्क रियल म्याड्रिडको इनर सिनर लाएर होइन लाग्दिएको अब बल खेल्नु दामी ल फोटो खिच्दिस् के बनाएको अरे कि भयो छोड अर्को गोल त खेल्दिनँ भरे फेरि मार्नु बाहिर गइसकेको छ किपरको राम्रो सेप अलमा क्लियर गर्नुपर्ने भयो
क्लियर हानिसकेका छन् र पास पवन लिम्बू ग्रेट स्किल अनमोल ढकाल तर्किसकेका छन् किपरको बल र बाहिरिनु पुगेको छ बल यो निकै नै उत्कृष्ट बल थियो 1 गोल 81 मन्जिल चामिङलाई 1 गोल प्रनिस लिम्बूको 89% रेटिङ छ असीम लिम्बूसँग बल असीम लिम्बूले पास किपरको बिग मिस्टेक किपरको 5-1 भइसकेको छ डाल्टन एफसी 5 किपर लास्टै खुसी भइसकेको छ हेर्नु गाइस हेर्नु किपर दामी प्लिज डाइस किपर किपरले हाइरमा मिस्टेक गरिसकेका भिडियो गर्दै सरी किपरको नाइस सेभ फर द किपर भोलेनीलाई के अवसर बन्न सक्छ त गाइस भोलेनी डिफेन्स गौरव लिम्बू एन्ड अल नासर प्लेयर what a nice dribbling for Al Nassr player what a nice nutmeg what a shot not a great shot what a great shot किपरले बचाइसकेको छ गाइस please move काट्दै please move एम्बापे किपर छ वा रियल माड्रिडको एम्बापे डीएफसी ले किपर बोलाइसकेको रहेछ अहिले केही देख्नु भएको छैन होला गेम चाहिँ यस्तै भयो गाइस अब घर पुगेर आउँछ ब्लग गाइस घर आइपुगेर भिडियोहरू एडिट गरिसकेँ मैले एडिट गरिसकेर बनाएको भिडियो यो अघिदेखि यो के गर्दाखेरि काम गर्दा लागेको रहेछ अहिलेसम्म लागिरहेको गाइस मन पऱ्यो भने लाइक गरिदिनु होला होइन लाइक गरिदिनु च्यानललाई सब्सक्राइब गरिदिनु अब त्यस्तै राम्रै उयो सपोर्टहरू आयो भने अझै आउँछ यस्तो भिडियो ब्लग सब्सक्राइब गरिदिनु होला गाइस है त गाइस